ल है आज चाहिँ हामीले हाम्रो अफिसको लोकेसन भिडियो ल्याएर आएको छौँ। हामी ठमेल नयाँ बजार सोह्रखुट्टीको बाटोबाट बालाजु चोकतिर आउने रोड हो यो। ठ्याक्कै यहाँबाट लेफ्ट साइडमा तपाईँ स्वयम्भू कलङ्की जाने रोड हो। बस स्टेसन यहीँनिर हो। यो बालाजु चोक भयो ठ्याक्कै चोक। यो राइट साइडबाट माछा पोखरी गङ्गाबु बस पार्कबाट आउने बाटो भयो। ठ्याक्कै त्यसको अपोजिटमा एनसी सेन्टर भन्ने बिल्डिङ छ। त्यही बिल्डिङको साइडबाट सिधै अगाडि तपाईँ 100-200 मिटर जति अगाडि आउनु भयो भने ठ्याक्कै लेफ्ट साइडमा एउटा सिल्भर लाइन हस्पिटल ठुलो बिल्डिङ देख्नुहुनेछ। यो सिल्भर लाइनको गेट भयो। यो गेटबाट पनि सिधै तपाईँले अगाडि आउने, कतै दायाँ बायाँ नलागेर अगाडि आउने। अगाडि आइसकेपछि फेरि 100 मिटर जति अगाडि आयो भने बालाजु औद्योगिक क्षेत्रको 1 नम्बर गेट देख्नुहुनेछ। त्यही 1 नम्बर गेटबाट पनि तपाईँ अझै अलिकति अगाडि बालाजु चौकी आउँछ। चौकी नपुग्दै अलिकति तल तपाईँले राइट साइडमा हेर्दै आउनु भयो भने ठ्याक्कै यहाँनिर पुगिसकेपछि तपाईँले ल यहाँनिर हाम्रो अफिस कोठा खोज्ने अफिस भनेर ठुलो बोर्ड देख्नुहुनेछ। ठ्याक्कै यहाँ आउनु होला। जुन ठाउँमा कोठा चाहियो, जुन ठाउँमा फ्ल्याट चाहियो, भाडामा लगाउनु पर्यो, लिन पर्यो भने स्क्रिनमा राखेको नम्बरमा कल वाट्सएप गर्नु होला। उठेन व्यस्त भयो भने सिधै लोकेसन सर्च गरेर पनि आउन सक्नुहुनेछ र हाम्रो लोकेसन भिडियो हेरेर पनि सिधै अफिसमा आउनु होला।